आज चाहिँ म हजुरहरूलाई एकदमै महत्त्वपूर्ण हेल्थ टिप्सको बारेमा भन्न गइरहेको छु। त्यो चाहिँ हो हाम्रै भान्सामा पाइने बेसार। बेसार चाहिँ यति यति फाइदाजनक पिउने कुरा रहेछ साथीहरू है। बेसारमा पाइने जुन कर्क्युमिन भन्ने पदार्थ हुन्छ त्यसले चाहिँ हाम्रो शरीरको इन्फ्लामेसनहरू कम गर्ने र एकदमै प्राणघातक रोग क्यान्सर, मधुमेह र मुटु रोगबाट लाग्नबाट पनि बचाउने रहेछ कि जुन बेसारमा पाइने कर्क्युमिन भन्ने पदार्थले चाहिँ। त्यही भएर हामीले दैनिक रूपमा 1 देखि 2 ग्लास बेसार पानी पिउने गरौँ के एकदमै राम्रो रहेछ। धेरै चाहिँ नपिउनुहोस् होइन, जे कुरा पनि धेरै खायो भने विष हुन्छ भन्ने चलन छ होइन। धेरै नपिउनुहोस्, 1 देखि 2 ग्लास बेसार पानी पिउनु भयो भने एकदमै हाम्रो स्वास्थ्यको लागि एकदमै औषधि रहेछ क्या। अनि अर्को ग्रिन टी हुन्छ नि, ग्रिन टी पनि त्यही 1 देखि 2 ग्लास 3 ग्लाससम्म पिउन सक्नुहुन्छ दिनभरिमा होइन। त्यो पनि एकदमै राम्रो जुन प्राकृतिक फ्लोराइड हुन्छ ग्रिन टीमा, त्यसले चाहिँ हाम्रो शरीरको हड्डीहरू बलियो बनाउनुको साथै क्यान्सर जस्तो प्राणघातक रोगहरूबाट पनि बचाउने रहेछ क्या यो ग्रिन टीले पनि। त्यही भएर हामीले महँगो रेस्टुरेन्टहरू किन धाउने होइन, हाम्रै भान्सामा छ यस्तो अचुक औषधिहरू। त्यसैले बेसार पानी पिउनुहोस्, ग्रिन टी पानी पिउनुहोस् र स्वस्थ रहनुहोस्। मैले जानेको कुरा हजुरहरूलाई सेयर गर्न मन लागेर सेयर गरेको। हजुरहरूलाई पनि राम्रो लाग्छ भने अझै धेरैजनामा सेयर गर्नुहोला। धन्यवाद।